हेलो माई फ्रेन्डहरू। आज एउटा खुसीको कुरा छ, थाहा छ? आज एउटा खुसीको कुरा छ। मेरो भिडियो चाहिँ एकजना साथीले हेर्नुभएछ अनि मलाई इनबक्समा मेसेज गर्नुभएछ। मैले उहाँलाई मेरो पर्सनल व्हाट्सएप नम्बर दिएँ। त्यस पछाडि उहाँले मलाई कल गर्नुभयो र उहाँले भन्नुभयो मलाई पनि एन्जाइटी भएको थुप्रै भयो। मेरो एन्जाइटी मैले कति डक्टरलाई पनि देखाएँ, कति औषधि गरेँ, कति औषधि खाएँ, कहाँ गएँ, कति धामी झाँक्रीहरू लगाएँ, त्यही पनि मलाई ठिक भएन। औषधि खान्छु, औषधि खाँदा पनि एक दुई दिन ठिक भए जस्तो हुन्छ, एक दुई दिन ठिक हुन्छ अनि फेरि मलाई चाहिँ त्यस्तै हुन्छ। तर उहाँले के पनि भन्नुभयो भने मैले चाहिँ एन्जाइटीको बारेमा धेरै कुरा बुझेको छु। मैले युट्युबमा पनि गरेर हेरेको छु, गुगलमा पनि गरेर हेरेको छु, सब थोक मैले धेरै कुरा बुझेको छु। त्यही पनि म कन्ट्रोल गर्न सकिरहेको छुइनँ। मलाई एक दुई दिन ठिक भए जस्तो हुन्छ, फेरि त्यस्तै हुन्छ, फेरि एक दुई दिन ठिक भए जस्तो हुन्छ, फेरि त्यस्तै हुन्छ भनेर उहाँले मलाई उहाँको कथा व्यथा है लामो मजाले भन्नुभयो। मैले उहाँलाई यति मजाले सम्झाएँ, यति मजाले बुझाएँ। उहाँले मलाई लास्टमा के भन्नुभयो थाहा छ? थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच। हजुरले एकदमै मजाले सम्झाउनु भयो, एकदमै हजुरको कुराहरू म एकदमै अनुसरण गर्नेछु, एकदमै पालना गर्नेछु, हजुरसँग म एकदमै कन्ट्याक्टमा बस्नेछु भनेर उहाँले मलाई भन्नुभयो कि मलाई खुसी लाग्यो कि भित्रबाट। मैले पहिलोटन एकजना साथीलाई हेल्प गर्ने मौका पाएको छु है साथीहरू। किनभने मलाई थाहा छ कति गाह्रो हुन्छ, मान्छेले बुझ्दिँदैन कति गाह्रो हुन्छ। जसलाई परेको छ, जसले भन्छन् नि अचानकको चोट अचानकलाई नै थाहा हुन्छ, खुकुरीलाई थाहा हुँदैन भनेर, त्यस्तै साथीहरू जसलाई परेको छ नि त्यसले मात्रै बुझ्छ के साथीहरू। त्यही भएर आज म एकदमै ह्याप्पी छु किनभने मैले एकजना साथीलाई सहयोग गर्ने मौका पाएको छु। र साथीहरू तपाईँहरूलाई पनि समस्या छ यदि भने मलाई डाइरेक्ट इनबक्समा आएर मेसेज गर्नुहोस्। म तपाईँहरूलाई हेल्पको लागि 24 घन्टा म तपाईँहरूलाई हेल्प गर्ने वादा गर्दछु साथीहरू। 24 घन्टा, एक दिन होइन, दुई दिन होइन, तपाईँहरूलाई 24 घन्टा म तपाईँलाई हेल्प गर्ने वातावरण मिलाउने छु साथीहरू। यो मेरो वादा भयो तपाईँहरूसँग 100% है।